नमस्कार। नमस्कार हजुर। के छ, आराम हुनुहुन्छ? हजुर म आराम छु। जेसी आराम त के भनौँ, अहिलेको अवस्थामा अलिकति आरामको त कुरा नगरौँ, त्यही पनि आराम नै छ भनौँ। अब जस्तो हजुरको परिचय सुरुमा परिचयमा जोडेँ मैले, जनताले चिन्दाखेरि खर्सुपोटे भन्छन्। जस्तो तपाईँलाई समग्र परिवर्तनको जनताले चिन्दाखेरि खर्सुपोटे भन्छन्। तपाईँको वास्तविक नाम के? मेरो नाम रामबहादुर डाँगी, परिवर्तन 3 अब खर्सुबट हो। म खर्सुबटमै पहिलेदेखि व्यवसाय गरी आएको हुनाले अब म यताउति डुल्दाखेरि खर्सुबट आयो भन्नाले अहिले नै खर्सुबटै भनेर लघु परिवर्तन गाउँपालिका, यता पूर्वी रङका भुमे गाउँपालिका अनि ज्यासन पनि खर्सुबटै हो। तपाईँ साबिकको 2074 सालको चुनावमा स्थानीय वाडा सरकारको वाडा सदस्य भएर पनि चुनावमा गएर पनि तपाईँ के अरे जनताको जनप्रतिनिधि हुनुभयो। 5 वर्ष कार्यकाल तपाईँको कस्तो विगतलाई मैले फुटाउन चाहेँ, कस्तो तपाईँको कार्यकाल? ठिक छ हो। यो म एउटा सानैदेखि राजनीतिमा एउटा यो दुर्गम बस्तीमा पनि रोल्पा जस्तो विकट ठाउँमा एउटा राजनीतिको एउटा क्षेत्रमा भएको मान्छे हो र राजनीति गर्नुपर्छ र राजनीतिले परिवर्तन हुन्छ भन्ने हो। म अब त्यो ठुलो पद लिएर कुनै पनि अब जिम्मेवारी ठाउँमा पुगेन, किन म व्यवसाय गर्ने आफ्नो श्रम मिहिनेतले बाँच्ने खालको मान्छे हो। त्यसै भए भने मैले ठुलो पद लिन पनि खोजेन र चाहेन। मैले चुनावमा सघाउने काम गरेँ, चाहे 48 सालको स्थानीय तहको चुनाव होस्, चाहे त्यो 54 सालको स्थानीय तहको गाविसको चुनाव होस्, चाहे त्यो 74 सालको चुनाव होस्। त्योमा अब म चाहिँ एउटा अब राजनीतिक पार्टी भूमिगत पार्टी थियो, त्यो माओवादी पार्टीभित्रै रहेर काम गरिएको हुनाले अनि चाहिँ त्यो बेला अब तपाईँ योबाट उठिनु पऱ्यो भन्ने पनि भयो र अब म चाहिँ उठेर चुनाव जितेको र मैले त्यो बेला अब जनताको माझमा गएर के गर्नुभयो? जनताको माझमा अब मैले जहिले पनि पालिका स्तरको काममा जुन अधिकार दिएको छ त्यो अनुसारको काम गर्नुपर्छ भन्ने मेरो धारणा हो। त्योभित्र पनि यो छ कि अहिले तपाईँको वर्तमान माथिल्लै राजनीतिदेखि पनि माथिल्लो पदकोले पेलेर काम गर्छ। तर यो सङ्घ परिस्थितिको कानुनको कारण तपाईँहरूले स्थानीय जनप्रतिनिधिहरूले तपाईँहरूले ठाउँ पाइरहनु भएको छैन, तपाईँहरूले स्थान पाइरहनु ठाउँ पाउन सकिएन र पाए पनि त्यो यहाँ पनि त्यस्तै एउटा यहाँ के रहेछ भने पहिलेदेखि खराब प्रवृत्तिको चेना लागेको रहेछ। चाहे त्यो एउटा जस्तो हाम्रो धारणा म गएँ तल्लो वर्गबाट एउटा घराइसी वातावरणबाट एउटा सानो कामबाट गर्दै गर्दै अब सदस्यसम्म भनौँ अथवा माथिल्लो स्तरको राजनीतिक कुरो पनि बुझेँ। तर बुझ्दाखेरि त्यहाँनिर अब हुनुपर्ने काम हो, हाम्रो व्यवहारिक काममा हुनुपर्छ भनेर मैले प्रश्न उठाउने, तर त्यो चाहिँ उल्टो काम हुने काम। जस्तो तपाईँ वाडा सदस्य हुनुभयो, तपाईँको कार्यकाल 5 वर्ष कार्यकाल रह्यो है। त्यो 5 वर्ष कार्यकालमा तपाईँबाट धेरै ठुलो आशा नगरौँ, जनताले सामान्य तपाईँबाट 5 वर्षको कार्यकालमा तपाईँले 5 योजना जस्तो 5वटा काम के गरिदिनुभयो जनतालाई तपाईँको क्षेत्रमा? तपाईँले समग्र तपाईँले आफ्नो एउटा वाडा भएको हुनाले तपाईँले साबिकको 3 नम्बर वाडालाई, अहिलेको हालको 3 नम्बर वाडालाई के गर्नुभयो? त्यो तपाईँले देशको कुरा गरिन, मैले 3 नम्बर वाडामा के पाएँ? हामीले 5वटा कुरोमा अब हामीले एउटा जुन थियो, मैले म एउटा संस्थापक अध्यक्ष भएर एउटा स्कुल स्थापना गरेको थिएँ 66 सालमा, जो शान्तिकाल आएपछि त्यसको मैले 10 लाख जति मेरो सहयोग श्रम गएको होला। त्यो स्कुललाई अब मैले नै श्रम मेरो 700-800 मेरो दिन बराबरको श्रम गएको होला, मेरो परिवार लगायत सबैको। त्यहाँ कोठा भाडा त्यो दिइयो होला। त्यसपछि त्योलाई मैले अब स्थानीय सरकारमा कुरो लाग्दाखेरि अब नियमित शिक्षकले तलब पाउने बनाइयो र त्यो स्कुलको भवनमा एकदम प्रगतिको गर्दा एउटा भवन निर्माण काम प्रक्रिया त्यो भयो। अनि मेरो घरसम्म बाटो पुग्न गाह्रो थियो र त्यो मेरो 1 वर्षभित्रै बाटो पुगेको त्यो माग गरियो, त्यो हुनुपर्छ भने र अरू धेरै ठाउँको अरू ठाउँमा पनि मैले खाका कोर्ने भन्थेँ। तर त्यहाँको अब हामीले त अब समग्र म वाडा सदस्य भए त टोल हेर्नु पऱ्यो, एउटा आफ्नो साथीको वाडा हेर्नु पऱ्यो र त्योमा हेर्दा 3 नम्बर वाडाभित्र सबै ठाउँमा त्यो सबै मिलेर त्यो काम गरियो। अझै मैले सहज गराउन खोजिरहेको थिएँ, जस्तो भत्ता पाउनलाई बैङ्कमा जानु नपर्ने, गाउँमै दिनुपर्ने भनेको थिएँ। त्यो चाहिँ हुन सकेन। त्यसो 2टा काम भए। खानेपानीका कामहरू अधुरा थिए, केही मर्मत थिए, त्यस्ता पानीहरूमा बजेर हाल्ने काम भयो र त्यसको लागि पहल गऱ्यो। र त्योभन्दा पनि हामी सदस्यहरूलाई फेरि मैले अलिक जोड्न खोज्दाखेरि म व्यवसाय भएको हुनाले त्यतिखेर चुनाव सघाउनको लागि म उठ्नुपर्ने एउटा अवस्था आयो। तपाईँ एउटा बिचमा म तपाईँलाई प्रश्न रोकेँ होइन, सर्वहाराको कुरा गर्नुहुन्छ होइन, एउटा वाडा सदस्य हुँदै गर्दा तपाईँले एउटा स्कुल व्यवस्थापन गरेँ भन्नुहुन्छ होइन, त्यसपछि बाटोको व्यवस्थापन गरेँ भन्नुहुन्छ र उपलब्ध निकायका तपाईँभन्दा माथिका निकायका जनप्रतिनिधिहरू छन् अहिलेको कार्यकाल, जस्तो पालिका त, प्रदेश त र सङ्घ त
त्यहाँको कामकाज कस्तो मान्नुहुन्छ तपाईँ एउटा वार्ड सदस्य पूर्व वार्ड सदस्य भविष्यले भन्नुपर्छ के भन्न चाहनुहुन्छ यसमा म अहिलेको यो भन्छु कि समग्र राजनीतिक परिस्थितिलाई के भन्न तपाईँको चाहनुहुन्छ अब त्यतिखेर मैले पालिकामै पहिलो बैठकमा मैले उठेर भनेको थिएँ हामी त्यो बेला नेकपा माओवादीको तर्फबाट सबै उम्मेदवारहरू विजयी भएका थिए र सबै एउटा युद्ध पृष्ठभूमि त्यो बेलाको तत्कालीन एउटा द्वन्द्वको अवस्थाबाट गुर्जिएर आएका मान्छेहरू नै अधिकांश केही दलित महिला बाहेक केही महिला बाहेक अरू अधिकांश युद्धमै घुमेका मान्छेहरू आएका थिए त्यो आउँदाखेरि मैले एकपल्ट भनेको थिएँ यहाँ निष्पक्ष हुनुपर्छ हिसाब किताब पारदर्शी हुनुपर्छ आर्थिक लेनदेनको कुरा पारदर्शी हुनुपर्छ भनेर मैले बोलेको थिएँ त्यो बोल्दा बेला कति बेका उनीहरू अब किनकि पारदर्शी गर्दा त हामीले कुनै हाम्रो आय आर्जन हुन्न कि भन्ने खालको थिएँ म व्यवसाय पनि गर्दै श्रम गर्दै एकसाथ काम गर्दै मलाई कुनै डर थिएन कति बेला अब त्यो जो पारिश्रमिक को आशमा पनि अब खान खोज्ने भनौँ केही बिल भरपाई उत्कृष्ट नबनोस् पारदर्शी होस् भन्न चाहन्थे त्यो हुँदाखेरि तपाईँले भने जस्तै प्रदेश सोध्नुमा यहाँ के छ भने पारदर्शिता आर्थिक लेनदेनमा पारदर्शिता छैन भन्ने मलाई महसुस लागिरहेको छ एउटा सुझाव के दिन चाहनुहुन्छ तपाईँले त्यही त भने मैले सबैभन्दा सुझाव के दिन चाहन्छु भने सबै हामी सार्वजनिक गर्नुपर्छ हामीले परिवारका सबै सदस्य व्यावसायिक युक्त बनाउनुपर्छ तब गएर चाहिँ भ्रष्टाचार हुँदैन भन्ने अर्थ दिन चाहन्छु जस्तो तपाईँले यो कुरा गर्दै गर्दा तपाईँ 5 वर्ष कार्यकालमा एउटा जनप्रतिनिधिको हिसाबले एउटा हामी जनताले के चाहन्छौँ भने चाहिँ परिवर्तन छ जस्तो फलफुल या त के अरे खेती किसान गर्नलाई बाख्रा पालन गर्नलाई त्यो वडा सरकारले होस् या के अरे पालिका सरकारले के व्यवस्था गर्नु गइरहेको छ आजको जनतालाई किनकि गइरहेको छ किनकि तपाईँले अनुभव तपाईँको अनुभव र यस्तो गर्नुपर्छ भने तपाईँको सुझाव के तपाईँको सुझावलाई के भन्न चाहन्छु तपाईँले जुन प्रश्न सोध्नुभयो यसमा केही त हाम्रो पूर्व अध्यक्ष जुन निमकान्त दाई थिए उनको पालोमा केही प्लान बनेका थिए जुन कतिपय ठाउँमा बाख्रा पकेट क्षेत्र अनि कतिपय फलफुल पकेट क्षेत्र त्यो दिएको हो त्यो अब हाम्रो जब सीमित पुँजीलाई ठिक ठाउँमा लगानी गर्नु हो भने त्यसले पनि काम गर्छ र अर्को कुरा यहाँको जनता पनि श्रमिक हुनु पर्यो सबै पालिकाको आशमा सबै जनप्रतिनिधिको आश गर्नु भने जनप्रतिनिधिले एउटा भिजन दिने हो जनप्रतिनिधि त्यो भन्ने गर्दा जनताले के छ भने जस्तो व्यापार बजार पाउनु जस्तो अहिले आलु कुन्तल हिसाब उत्पादन गरे सही बजार पाउन्न अनि बाख्रा पालन गरे बाख्रालाई के अरे रोग लाग्छ त्यसको उपचार गर्नु पर्यो त्यो नजिकमा भेटनरी हुनु पर्यो विज्ञ के अरे अनुसन्धान विज्ञहरू डक्टरहरू हुनु पर्यो त्यसको व्यवस्थापन गर्ने जिम्मा सबै पालिका सरकार हो कि होइन पुरै यही त छ नि पालिका सरकारले त्यो भिजन दिनु पर्यो त्यसपछि पालिका सरकारभित्रका जनप्रतिनिधिहरू पनि सबै छैन कतिपय पार्टीमा काम गरेका हौँ भनेर छन् उनको भिजन लिङ्गको भिजन छैन त्योभन्दा भित्रका विज्ञहरू कोही शिक्षक होला कोही व्यापारी होला कोही उद्योगपति होला कोही सीमित छोटै भए पनि त्यस्ता खालका मान्छेको एउटा संश्लेषण एउटा तिनको एउटा ग्रुप हुनुपर्छ त्यो ग्रुपले कसले व्यापारको भिजन गर्छ कसले उत्पादनको भिजन गर्छ कसले त्यसको उत्पादन गर्ने तौर तरिका उद्योग कसैले त्यो हुनुपर्छ यहाँ छैन यहाँ के छ भने आफ्नो मान्छेलाई हाल्ने अब यो मेरो पार्टीको यसलाई राख्छ जो विज्ञ छैन त्यो त्यस्ता मान्छेलाई त्यो भित्र राख्छन् अनि त्यसैले गर्दा हाम्रो खिचलो हुन्छ विज्ञ नभएकै कारणले यहाँ कतिपय व्यवसायहरूलाई असर परेको छ हामीले राम्रो काम गर्नलाई हामीले पार्टी भन्दा पनि हामी वर्ग व्यवसाय वर्ग व्यक्तिगत पार्टी हेर्नु भएन विज्ञ राम्रो काम गर्छ पार्टीले पनि त्यसले निष्पक्ष दिनुपर्छ भन्ने लाग्छ यहाँ छैन यहाँ के छ भने आफ्नो पार्टीको भने त्यो चाहिँ लाटो लठो र अविज्ञ भयो भने त्यसलाई विज्ञ नै मानेर लिएका हुन्छ गरिरहेछ त्यो किनकि पहिले सेटिङ गराइरहेको छ त्यो मेरो बुझाइमा लागिरहेको छ मेरो विचारमा त्यो होइन विज्ञलाई ल्याउनु पर्यो त्यो विज्ञ छ भने काम राम्रो भयो अनि त्यो ढङ्गले लिएपछि बेला अब वखतमा देशको पनि कुरा उठेर लाउँछ समग्र देशको परिस्थिति देशमा यो भएन त्यो भएन भन्नुहुन्छ भर्खरै कुलमान घिसिङलाई हटायो यो विषयमा के भन्न चाहनुहुन्छ यही त मैले म तलदेखि माथिसम्म कुरा गर्न चाहन्छु कुलमानलाई घिसिङ भनेको हेर्नुहोस् म तपाईँलाई एउटा सिम्पल उदाहरण तपाईँको घरमा 5 जना मानव तपाईँको छोरा 5 जना छन् 5 वटा छोरा मध्येमा एउटाले राम्रो काम गर्छ भने त्यसलाई जिम्मेवारी दिनुपर्छ यहाँ राष्ट्रले जो कि हाम्रो कुलमान घिसिङ भनेको तपाईँको हिजो विद्युत कति लोड सेडिङ हुन्थ्यो जब 3 घण्टा मात्रै चलेको म दाङ घराइ बजार बुटोलतिर जान्थ्यो जब त्यो कुलमान आएदेखि हो गएका अहिले चाहिँ कुलमान जो कार्यकारी प्रमुख भएछ कि विद्युतको अनि चाहिँ त्यो हट्यो अनि त्यतिखेर जहिले पनि घाटै छ बिजुलीको जहिले पनि घाटै छ भन्थ्यो त्यो घाटा तिरेर लोड सेडिङ घटाएर जहाँ कि अहिले खर्बौँ रुपियाँ बचत गरिदियो अनि त्यस्तो बचत गर्ने एउटा
राष्ट्रको एउटा जिम्मेवार पदस्थ व्यक्तिलाई हटाउनु भनेको त्यो चाहिँ यहाँको मूर्ख सरकार, यो चाहिँ मूर्ख हो। यस्ता जो अगुवा छन्, जो हाम्रो सरकारका प्रमुख छन्, यिनीहरू भनेको गद्दार हुन्, राम्रो काम गर्नेलाई नराम्रो मान्छन्। त्यसैले यो राणा प्रवृत्ति हो, यो पञ्चायती प्रवृत्ति हो, यो राजा प्रवृत्ति हो। यो राजाले पनि त्यस्तै गर्दै राम्रो काम गर्दै हो। यसैले यी विषयमा मैले थोरै तपाईँलाई जोड्न चाहेँ। तपाईँले राजतन्त्र अन्त्य गर्यो माओवादीले नै भन्नुहुन्छ होइन, थोरै म पार्टी पक्षमा पनि जोड्न चाहेँ। तपाईँ माओवादीबाटै वार्ड सदस्य जित्या हुनाले हजुर तपाईँहरू 10 वर्ष तपाईँको लड्नुभयो, तर राजा शासन भर्खर तपाईँले पनि बुझाउनु राजा शासन अझै पनि राजा शासन पुरै यही हो। एउटा हिजो केपी शर्मा ओली झापाको विद्रोहमा लड्नुभयो, जहाँ कि उनीसितका साथीहरू सुकानीको जङ्गलमा लगाएर मारियो। मारिएपछि त्यसको बदला लिनु पनि थियो, ठिक थियो, राजनीति परिवर्तन भयो, पञ्चायत कालमा मारियो। तर त्यो ल्याउनु के उही राजाकै शैली उही